तपाईहरु बिदाको दिन कहाँ घुम्न जाने तनाव बनाउँछ भने मेरो भिडियो फुल हेर्नुहोस्। ओहो मैले स्वागत गर्ने बिर्सेछु। सम्पूर्णलाई मेरो नयाँ मिनी भ्लग ओएलजी भ्लगमा सम्पूर्णलाई स्वागत छ। बिदाको दिन छोटो बिदामा कहाँ काठमाडौँदेखि नजिक घुम्न जाने हो भने एकदम चाबेलदेखि 30 मिनेटको यात्रामा हामी त्यो ठाउँ पुग्न सकिन्छ। त्यहाँ हामीले एडभेन्चरको पुरै मजा लिन सक्छौं। हामीलाई त्यहाँ जानको लागि चाबेलदेखि हामी चाहिँ राइड लाग्नुपर्छ। बौद्ध हुँदै हामी चाहिँ बौद्धदेखि थोरै अगाडि 5-6 किलोमिटर अगाडि गएपछि हामी लेफ्ट लाग्नुपर्छ। लेफ्ट लागेपछि त्यहाँबाट हामी 10 मिनेटको यात्रा गरेपछि सुन्दरी जल प्रवेश गर्छौं। सुन्दरी जल भनेको झरना खोलाहरू, त्यहाँ पुलहरुमा बौद्धको लाफिङहरू टंगाएको यस्तो मजा छ कि ठाउँ। आनन्द माइन्ड फ्रेश। यो सिटीको कोलाहलदेखि आनन्द। छोटो समय छोटो बिदामा तपाईहरु सुन्दर जल घुम्न जानुभयो भने सब एडभेन्चरको मजा लिन सक्नुहुन्छ। मेरो भिडियो हेर्दै जानुस्। तपाईहरुलाई म आज नयाँ ठाउँको बारेमा देखाउँछु। यो मेरो फर्स्ट मिनी भ्लग हो। हेरेर साथ दिनु होला, कमेन्ट गर्नु होला। केही कुरा मिस्टेक भएको छ मेरो बोली र उमा, यसलाई म सुधार्दै जाने छु। पछि मेरो भिडियो हेरेर कमेन्ट गरिदिनु होला र मलाई सब्स्क्राइब पनि गरिदिनु होला। म एउटा छोटो क्रिएटरलाई तपाईहरुले पुस्ट गर्नुभयो भने म अरु भिडियो आज बनाउँदै जाने छु।